यति रमाइलो गरेर म गएपछि बिजनेस खोलेर ठिक छ ल बधाई छ सीता दिदी बधाई छ बिजनेस वुमेन भएकोमा बधाई छ मम्मीलाई पनि बधाई छ यात्रा गरेको आफ्नो फ्यामिली मेम्बरहरूले यसरी बिजनेस गरेको देख्दा कति खुसी लाग्यो एरियातिर बरकाटी एरियातिरबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ भने हाई एभ्रीवन वेलकम ब्याक टु आवर चन्द्रमदन ब्लग्स युट्युब च्यानल आई होप सबैजना आरामै हुनुहुन्छ होला म पनि एकदम ठिकठाक छु लुक एट हियर गाइज म रेडी भइसकेको छु हियर इज माई आउटफिट जुत्ता त्यही छ सेम किनभने यति कम्फर्टेबल छ मैले हिलहरू केही लाउन सकेँ होइन किनभने धेरै समय भयो नि त हिलहरू नलाएको गाडी त एज युजुअल कराउने नै भयो यहाँ त अनि म चाहिँ रेडी भएको छु अलिकति दुःख लाग्दो कुरा सुनाऊँ तपाईँहरूलाई मैले भाटबटेनमा भाइसँग सँगै किनेको कपडा सर्ट यति राम्रो छ गेट रेडी विथ मीमा देखाउँछु भने तपाईँहरूलाई मिनी भ्लगमा नि हेर्नु होला त्यो सर्ट मलाई मिलेन यार मोटाएर मलाई यस्तो पिर परिरहेको नि म के भनौँ यो भगवान् म फेरि घट्न पर्ने भयो मतलब त्यही बडी स्ट्रक्चरमा नआइकन त कपडा मिल्दैन मलाई जसरी पनि त्यो कपडा लाउन छ म मेन्टेन गर्छु हेल्थ म पहाड छँदाखेरि अलिकति हेल्थ चेक्राइहरू हुन्छ किनभने बुवा आमाले सुखाइदिनुहुन्न बट यहाँ आइसकेपछि त खाउन पाइन्छ नि त अब स्टार्ट यो भ्लग बुवाले नहेर्नु होला मैले मेन्टेन गरि पनि रहेको छु साँझ मैले कम कम खाने दिनभर खाने यस्तो यस्तो गरिरहेको छु सो साथीहरू आज चाहिँ रेडी भएर मलाई यही एरियातिर कामहरू छ केही अफिसियल कामहरू गर्नुपर्ने छ अनि भेटघाट गर्नुपर्ने छ जहाँ मिल्नुहोस् कामहरू गर्दै गर्छु अनि कतिपय चिजहरू तपाईँहरूलाई बताउँदै पनि गर्छु कतिपय चिजहरू भोइस ओभर गरेर बताउँछु किनभने यस्तो यो त ग्याङ 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 केही बुझिएला भन्न पर्दैन सो लेट्स गो गाइस है त ओके सो यो पनि मेरो आफ्नै घर हो मेरो आफ्नै माइलो बाबाको माइलो ससुराको घर म चाहिँ अहिले जेठानी दिदीलाई भेट्न आएको छु बट मेरो दिदी हो जेठानी दिदी होइन दिदी नै हो यहाँ तल चाहिँ अचारको बिजनेस छ भेटघाट गर्छु बस्छु हेलो मन्ती बसा छ है पुरै एरिया त के को बिजनेस हो भनेर कसैले सोध्नै पर्दैन त्यति बसा छ मम्मी नमस्ते यति रमाइलो गरेर म गएपछि बिजनेस खोलेर म सबै खोल्ने सबै यो चाहिँ गरम लाग्यो न सल्लाह नि म पहाडी नेसी बिजनेस सुरु भएछ फोटो भिडियोमा देख्दाखेरि कहिले गर्दै हमला चाहिँ बात यहाँ आएपछि करी कता दुग्री है करी कता दुग्री है अनि हो त नि ल ठिक छ ल बधाई छ सीता दिदी बधाई छ बिजनेस वुमेन भएकोमा बधाई छ मम्मीलाई पनि बधाई छ अनि राम्रै हुन्छ नि अचार मिठो हुनु पर्यो त्यसै राम्रो हुन्छ होइन आफ्नै भान्सा खाने जस्तो तरिकासित अचार बनाइएको छ हेर्नु केमिकलहरू राखेर धेरै मसलाहरू रातो हुने कलर राखेर राम्ररी देखिने हेरी राम्रो देखिने हेरी सबैले बनाउनु भएको छ आफ्नो आफ्नो डिजाइन हुन्छ बनाउनेमा हामीले अर्ग्यानिक गराएर स्वास्थ्यलाई पनि केही नराम्रो असर नपरोस् भन्ने हिसाबले गराइएको छ पुरा क्वान्टिटी मेजर गरेर बवाल तरिकाले छ नि त अचार बनाउने त केही नयाँ चिज सिक्ने भयो भने आजको दिन अझै उपलब्धिमूलक हुने भयो मलाई त हो यस्तै ठाउँमा बस्न मनपर्छ कि त्यही भएर नि बेला बेला गफगाफ गर्ने के अरे उता गएदेखि अलि लामै हुँदो रहेछ कि भेटघाट ओके तपाईँ पनि आफ्नै काममा बिजी यहीँ आउन पनि मैले कति कोसिस गरेँ तर क्यार्ने त्यस्तै हुँदो रहेछ कि ठिकै छ यस्तै हो होइन आफ्नो आफ्नो काम नि गर्नु पर्यो भ्याउनु पर्यो होइन चारधामको यात्रा जाम्ला नि सँगै पहिला बिजनेस गर्नु पर्यो पैसा कमाउनु पर्यो त्यहाँबाट बुढेसकाल रिटायर भएर घुम्न हिँड्नु पर्यो होइन अमला झन् फाइदा गर्छ कि अमलाले मान्छेलाई हजार अरू प्रेसर सेसर यसो उसो भएकाले जेलाई पनि हो नि यो त कति राम्रो दबाई मुख नजागेकोलाई मुख नजागेकोले यो कमलाको एउटा अचार निकाल्यो भने खायो भने कति फाइदा गर्छ कति मलाई पनि कति मनपर्छ फाइदै कति छ कि यसको त
गाइस मलाई टेस्ट गरौँ खाइछु आदेखि एउटा दामी छ मिठो छ सीता दिदी स्वाद राम्रो लाग्यो कति मिठो कति बुवाले त्यहाँ भूमै पसेर लिएर आए त अचार छोरी त्यहाँ के फोटो सोटो भिडियो देखेको छु यसो लिएर आए त चाख्न पर्यो ल ल ल क्या नआउने मलाई कहिलेदेखि आम्ला देखेको आएको थियो म त दौडिया दौडे भएर हो नि त्यही भएर मैले भन्छु है सधैँ मेरा 3टा चावडा माइक छन् भनेर नआउनै हुन्न नि ल गाइस मसला रेडी गर्दै हुनुहुन्छ दिदीले अमला रेडी छ आज अमलाको अचार बन्छ मैले खाँदै पनि छु तपाईँ त गएर आउनु हो नि अब झन् माया लाउँछ कस्तो मान्नु भयो राम्रो छ नि हर्मिचौर पहाड भनेर पहाड जस्तो छ सानोको बिहामा आउनु सबैले कति राम्रो रहेछ एरिया त भन्नुभएको थियो जानु होइन लौ न मेसो मिलाउनुहोस् त मलाई घुम्ने साथी अनि एकजनाले गाडी चलाउँदाखेरि देखाउनु भयो हो माथिको फल्नाको घर ओ माई गड गाइस साँच्चै भन्दैछु मलाई यति प्राउड फिल भएको थियो यति खुसी लागेको थियो सँगै सहयात्रा गरेको आफ्नो फ्यामिली मेम्बरहरूले यसरी बिजनेस गरेको देख्दा कति खुसी लाग्यो मलाई आफैले प्रगति गरे जस्तो फिल भएको थियो कि साथ सीता दिदी र मेरो जर्नी यति इमोसनल अनि उहाँ चाहिँ सीता दिदीको मम्मी हो मेरो माइलो सासू मम्मी होइन सीता दिदीको आफ्नै मम्मी पनि यही हुनुहुन्छ माथि घरमा बस्दै हुनुहुन्छ यो चाहिँ ग्राउन्ड फ्लोरमा दिदीहरूले यहाँ काम गर्दै थट हो सेम मेहनत गर्ने हो भन्ने सोच हो कि पहिलेदेखि दिदी र म सँगै बस्दा पनि फर्स्ट इयरमा म सँगै कलेज पनि गएको छु बिहा भइसक्यो हाम्रो कहिल्यै पनि कसैको बारेमा डिस्कस हुन्थ्यो त आफूलाई कसरी बलियो बनाउने आत्मनिर्भर बनाउने भन्ने बारेमा भेरी ह्याप्पी गाइज एन्ड विश यु अल द बेस्ट मैले आफैले घर पनि बनाएर राखेको छु देखिसक्नु भएको छ कति मिनी भ्लग राखिसकेको छु एउटा यस्तो अर्ग्यानिक अचार तपाईहरुले पनि ट्राई गर्न मन लाग्छ भने प्लिज कमेन्ट अनि म जानकारी गराउने छु कसरी अर्डर गर्ने भन्ने त्यसपछि गाइज बुटोल खैरेनी सुनोल एरियातिर भूमै एरियातिर बरकाटे एरियातिरबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ भने तपाई नजिकैको स्टोरमा गएर कोसेली अचार भनेर पनि किन्न सक्नुहुन्छ है त भेटघाट सकेर म आइथिएँ सहकारीको कामले अफिस त सरेको छु मलाई थाहै नै कति चीजहरु चेन्ज भयो कति चीज नयाँ आछ के म गएपछि अनि मलाई नौलो लागिरहा के अलि अगाडि सरेको रहेछ के कस्तो राम्रो छ गाइज हाम्रो तराई हाम्रो घरतिरको एरिया भेटघाट गर्दाखेरि अनि दिन गएको थाहै नहुने क्या धेरैमा आउँदाखेरि भेट्दै उताबाट पस्दै आएको यस बेला भइदियो ओके हिजै यो खास आउने भनेको त यो लिएर आएपछि त छिटै हुन्छ होला काम त होइन सबै यहीँबाट हो केराहरू सरकारी कार्यालयको प्रब्लमै यही हो केही टाइम भने बेला आउनु कति टाइम लाग्ने हो फाइनली 1 घण्टा उभिएपछि काम बन्यो आज त बजार रहेछ नि मैले मिस गर्छु यहाँको बजार बट इट्स ओके म झन् प्रकृतिसँगै छु होइन बजार किन चाहियो हजुर म अर्को अफिस
अफिस जान पर्ने छ त्यही भएर सन्चै हुनुहुन्छ के नमस्ते है ठिकै हुनुहुन्छ के म अलि हतारमा थिएँ यहाँ यसो एउटा कागज बनाउनु पर्ने थियो फेरि सहकारी जान दुख लाग्यो कि तिम्रो घटा मेन्टेन अहिले त मोटाइ किन नि दिदी किन घट्यो र घटाएर हो बिचमा त कसरत बिमारी भएर होइन कसरत हो खानपिनमा ध्यान दिने गर्ने कसरत गर्ने पेटबाट पेट क्यारी घटाउँ हिँड्ने हो फेरि दिदी हिँड्नै सक्दैन हिँड्न गाह्रो भयो तपाईँलाई मलाई गाह्रो भयो साँझमा अलिक चाँडै खाना खाएर सुत्नु न चाँडै खाना खाने अचानक बढो न बसिराखेर अरू केही होइन के होला के हो यस्तो हुन्छ होइन मैले हजुरसित बोल्छु भनेको थिएँ तर उहाँ छिटो आउनु भनेर फोन गरेको थिएँ त्यही भएर दौडेँ बोली मान्छे म गुनासो गर्दैन भाइहरू कता हुनुहुन्छ भाइहरू ठुलो भाइ कोरिया छ बहिनी जापान छ हजुर आशीर्वाद दिनु दिनु पर्यो नि मेरो भाइ दियो भाइ आशीर्वाद ठिकै छ सबै ठिकै छ सबै राम्रै छ सानो भाइ काठमाडौँ छ अहिले पढ्दै ए भएपछि बुवाहरू सबै काठमाडौँ पहाड ए त भाइ बाबा त कस्तो झार्थ्यो यो त्यही छिटो झार्थ्यो ठिकै छ केही भएको छैन सबै राम्रै छ शरीर मात्रै नभएको आशीर्वाद र आत्मा सबै यहीँ छ त्यही सोचेर अगाडि बढेको पनि 10 वर्ष हुन लाग्यो सबै राम्रो भएको छ कस्तो समय देखेको अहिले त सबै आनन्द छ छोरो पनि ठुलो भयो नि त गएँ है दिदी है ल दिदीले मजाले चिन्नुभयो तर म हतारमा भएर बोल्यो भने टाइम लाग्छ भनेर फोन गर्नुभएको थियो कि त्यही भएर पसेदिनँ ट्याक्कै बोलाउनु भएको क्या किन नि मैले सोध्न खोजेको अहिले स्किन केयरमा कोरियन प्रोडक्ट यति भाइरल छ यति फेमस छ मलाई यस्तो किन्न मन लाग्छ जम्मैले लगाएको रिजल्ट रियल हो कि त्यत्तिकै फेक हो कि कोरियन सिन्टे लाको कति महँगो हो कि फेरि चिजहरू मेरा बाबु सनस्क्रिन 4000 को हेरेछु फोटो सेभ गरेछु कहिलेदेखि किन्ने आँटै आएन लोटसको राम्रो हुन्छ नि मैले 6 महिनासम्म लगाइछु अहिले त लाउन खासै लोटसको त महँगो पर्छ नि अहिले त राम्रो क्रिमहरू अझै सस्तोमा पनि आउँछ है तर लोटसको राम्रो छ 50 को 1500-1600 वाला 1600 वाला हो त्यतिखेर मैले लिँदा पनि 1400 मा ल्याएको थिएँ म क्याम्पस पढ्दाखेरि हो 6 महिनासम्म लोटसको राम्रो छ तर महँगो छ कि लोटसको प्रोडक्ट सबै अहिले त अरू पनि अलि सस्तो प्लमको कति राम्रो छ 600-700 मा पाइन्छ सनस्क्रिनहरु तर मलाई मन परेन के हो अहिले डट एन्ड की भाइरल भएर छ अन्त टिन्टेड सनस्क्रिन लागे त्यही डट एन्ड की म घुम्न जाँदाखेरि त्यही लिएर गए थिए त्यो ठिकै माने डट एन्ड की को राम्रो छ नि हल्का छ के क्रिम छ टिन्टेड पनि राम्रो टिन्टेड कति भाइरल छ अनि टिन्टेड फेरि ठ्याक्कै फाउन्डेसन लागे हुने छ के अनि म त्यही लाउँछु कति मन पर्छ मलाई त मैले खास त्यही मगाए थिए यहाँ युज गर्नलाई कस्तो रहेछ एकचोटि हेर्न पर्यो भने हैन राम्रो हुन्छ कि दुईटै काम गर्छ के यहाँ फेरि टिन्टेड आकै छैन कि छैन नि त डट एन्ड की जा पनि छ डट एन्ड की को पनि राम्रो छ तर डट एन्ड की को टिन्टेड पनि ल्याएको छैनन् होला महँगो छ 1500-1600 कतिको छ यत्रो छ ए 15 दिनलाई नै हुन्न मैले अलि त उसको आथे नि त गरे मामा अर्थको नि राम्रो छ हो त्यो फेस वाशको बहुत बच्चा राख्छ नि त राइस फेस वाश टोनर पनि कति राम्रो छ मामा अर्थको एउटा कोरियन टोनर छ त्यसलाई कति 3200 पर्ने छ अनि मामा अर्थको फेरि अलि सस्तो छ के अनि त्यो 3200 को तपाईले किन्न सक्नुहुन्न भने सेम उस्तै छ यो युज गर्नुस् भन्ने खाके धेरै जसो खाइछ के त्यो वाला फेस वाश फेरि अलि उमा छ के पेस्टमा छ अलि बाक्लो छ बाक्लो सुक्खा गराउने रहेछ के त्यसले ए ड्राई गराउने वाला रहेछ के त्यो भएर हो के राइस वाटर हो नि त चामलको पिठोले हो के त्यस्तो सुक्खा बनाउँछ के स्किन त्यसैको मोइस्चराइजर पनि ठिकै छ फेरि त्यो मोइस्चराइजर मैले मामा अर्थको सनस्क्रिन युज गरे मोइस्चराइजर चाहिँ युज गरेँ हैन मामा अर्थको पनि महँगै जो छ सामान मामा अर्थको महँगै छ मैले त्यही फेस वाश र अनि त्यसैको मोइस्चराइजर अनि त्यही डट एन्ड की सनस्क्रिन लेखेको थिए मलाई सिन्टेलाको कति किन्नु मन लाग्यो दाइ नमस्ते सन्चै नमस्कार हजुरलाई कुर्दा के तिमी आवेला फेरि खाली त्यस्तै हुन्छ अगाडि जानकारी भयो हैन के काम सुरु भयो भन्दाखेरि बैंक बन्द हुन्छ गर्नु पर्नेहरु ढिलो भयो
सही हुन्छ के सही होला भन्ने हो मेरै पामा सिद्धिन्छ जहिले त्यही भनेको मैले तिमी आउँदा चाहिँ त्यही हुन पर्ने अस्ति त ठ्याक्कै कुरेर बसेको होइन त्यो तिम्रै तालामा हुने यतै हुनुहुन्छ दाइ यही छु तिमी उतै छौ म पहाडतिर यतै पनि म त हिँडेको हिँडै छु वहाँ बसिराख्ने कुरा नि भएन अब कामबाट टाढा बस्न सकिन्न हजुर आइ छैन बिहा भएर गइयो कि त्यसपछि आइ छैन फाइनली छुट्टी पाएँ साथीहरू मैले ओ माई गड यस्तो थकै लाग्यो नि मलाई यो घामले गर्दा पनि आँखा पोलेर कस्तो भयो लुक एट हियर गाइज यतापट्टिको बर्डर अझै रेडी भयो होइन अनि यो उसै रेडी भयो ओ माई गड भन्न लोटिन यार यो दुईटै पुल चाहिँ रेडी भयो अनि उबड खाबड पनि छैन तर यो पुलको बिचमा जुन ग्याप छ नि गाइज यो चाहिँ एकदम डरलाग्दो चिजै छ के किनभने ऊ त्यहाँ पल्तिर पनि यस्तै दुईटा पुलको बिचमा ग्याप छ अस्ति बाउ छोरा दुईटै कारमा आएका एक्सिडेन्ट भएर बाउको चाहिँ मृत्यु नै भयो पौडेलै चाहिँ कस्तो नराम्रो लाग्थ्यो यार कसम मलाई त न्युज हेर्दा पनि यो बिचको पुलहरू बिचको खाल्टो ग्यापहरू पनि पुर्नुपर्छ के जाम साथीहरू घर जाम रेस्ट गरौँ कति छ घर काम पनि साफसफाइ गर्न छ कस्तो टाउको दुखेको कसम औषधि हाल्नु पऱ्यो गएर ओके गाइस सो यहाँ समोसा पार्टी सुरु हुँदैछ धेरै भाउजूले लाज मान्नु भएछ खै नमस्ते भाउजू नमस्ते ला तिनलाई त लाउँदैन नि लाज कति रमाइलो ल खाम न त खै त एउटा समोसा छ समोसा खान आउनु भन्नु आज ए ल आयो नमस्ते ए प्लेटमा यो ल धन्यवाद यो त यही होटल छँदा खाएको त्यसपछि त बल्ल यो भाइ धेरैमा खै त हजुर ल्याएन किन ए खाम न त मलाई पनि मुटु पोले यस्तो हुन्छ त्यही भएर के भाउजूले खाम गर्नुभयो खानी क्या हो नखानी भुन्टे खानी यो समोसा ओके साथीहरू आज साँझ हिँडेको भाउजू र आमासित जति अब उता जाने ल जाम उतै गएर कुरा गरौँ ल क्रस गर्दा त बोल्न हुन्न सो आज चाहिँ हामी सधैँ हिँड्ने प्लटिङ भन्दा बाहेक हाइवेमा हिँड्यो हाइवेमा फेरि एक्लै हिँड्न मन लाग्दैन क्या अब यस्तो अँध्यारोमा यस्तो त हिँडिँदो रहेछ नि आज त यतै माथि जाम भन्नुभएको त मजाले हिँडियो धेरै कति मिनट हिँड्यो हामी आधा घन्टा त हिँडियो होला यति भएपछि मजाले बढेर आउँ अनि हेर्नु त हिँडिने त हैन हामी सुन्न पुग्न पनि सकिन्छ आनन्द आफै नि फेरि दौडिया छैनौँ के एकदम आनन्द पनि तर फ्रेस भयो यति भएपछि हिँडे जस्तो शरीरलाई फिलै भएन भयो त दिदी होइन दौडेकै छैन हामी मजा आयो तर यसरी बिहानै या साँझ एक टाइम हिँड्ने हो भने शरीरलाई हैन बेलामा ठिक्कै हिँड्न सकिन्छ के अब साँझ हिँड्ने पनि केही हुन्न हो तर बिहानमा पनि हो के हिँड्ने खासमा मर्निङमै हो के राम्रो त अल्छी को सुत्यो 7 बजे जाडा झन् मिठो निन्द्रा लाउँछ हैन अनि यिनीहरूले भ्लग बनाउनु भनेर बनाएको है मैले ल बोलाऊ के भन्न चाहन्छौ हैन तिमी बोलाउनु आगो बालेर आगो तापिरा छ पह मसँग अलिकति फोहोर छ आगो बाल्ने कहाँ हो
त्यसमा राख्ने आगो चाहिँ निभिहाल्यो त्यही पनि सोधेर बाल्यौ कि के गर्यौ त केही हुन्न बालेर यता ढुङ्गा राख्छौँ तिनटा मसँग कागज छ रोक म ल्याइदिन्छु सो मसँग केही कागजहरू डकुमेन्टहरू थियो जुन चाहिँ पुरानो एक्सपायर भएको थियो ओइ फाल्ने होइन भनिरहेको छु फेरि फाल्ने होइन भनेर एउटा पनि फाल्ने होइन पोल्ने हो पैसा राख 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 त्यहाँ राख एटिएम कार्ड हो त्यो एटिएम होइन के लाठी त्यो भिजिटिङ कार्ड हो त्यो त्यसरी फाल्न हुँदैन भनेर पोल्न खोजेको के सबै इन्फर्मेसन हुन्छ नि त त्यसमा अनि यो चाहिँ एक्सपायर भइसकेको छ त्यही भएर हो बेबी त्यहाँ राखेर पोल त बेबी मैले अरू तिमीलाई मेरो नाम नभएको दिन्छु सबै नाम डिटेल मेलहरू सबै फोन नम्बर छ के त्यही भएर हो ती त्यसरी राख त जाऊ त छ के बेबी तेरा एउटा दुइटा राख के एउटा दुइटा यसलाई चाहिँ यतिकै बाहिर फालेर अनि सबै डिटेलहरू हुन्छ नि त आफ्नो त्यो गर्नभन्दा म चाहिँ यसरी पोल्ने गर्छु कि सधैँ साथीहरू न्यानो पनि हुन्छ अहिले जाडोलाई ओहो यिनीहरूको मस्ती